फेरि आइसकेको छु। अघि नै भर्खरै भात खाँदा अघि नै क्लिप अलि हाल्नुपर्छ होइन। मैले यहाँ भात कचौरामा भात खाइरहेको थिएँ अनि अनि यो मोडल टिप ठ्याक्कै निक्ल्यो क्या यताको। त्यहाँदेखि यो धेरै साह्रो कुरा केही छैन कि यो टिप निक्लिएछ। यस्तो ब्याड लक छ क्या आज मेरो फेरि यस्तो भयो। अनि यहाँ राखेँ मैले। फेरि यो साह्रो कुरा केही छैन कि हेर्नु त हेर्नु यहाँ यो भिजाएको चिउरा छ नि, चिउरा र भात मिक्स हो क्या। फेरि यो एकछिन म खाना यो कचौरा भात खाइरहेको थिएँ अनि यहाँ हेर्नु यो केही छैन कि साह्रो कुरा केही छैन यहाँ। साह्रो कुरा केही छैन कि यहाँ हेर्नु यहाँ खाना चाहिँ याक्क मैले यो प्यानमा यसो राखिहालेँ क्या। यो चाहिँ यो क्लिप हो होइन, यो मोडल टिप हो। खाइरहेको ट्याक्क मैले यस्तो उकालेँ कि यसरी उकालेर यहाँ हालिदिएँ कि सबै आधी यति थियो कचौरामा। अनि यति खाना चाहिँ यसरी थोरै थोरै खाइरहेको थिएँ कचौरामा, यस्तो यसो थियो खाइरहेको थिएँ। अनि लास्टमा मैले खुवाइदिएँ क्या सबै मिक्स हाल्ने। ब्याड लक हो आज मेरो, तनावै तनाव यार। यो साह्रो कुरा केही छैन कि यहाँ खासै कुरा। भर्खर हात धोएर आएको है। अनि यहाँ केही छैन कि साह्रो कुरा त केही छैन है। यहाँ हाल्दा पनि हेर्दा नि हुन्छ कि साह्रो कुरा केही छैन कि यहाँ। भात र त्यो चिउरा भिजाएर उयो गरेको क्या। फेरि हात उठालेँ के हुन्न अब हाल्नै पर्ने बाध्यता भयो। केही छैन कि खानु मिल्ने भात र चिउरा मात्र थियो क्या। खाना लाग्दो त मोडल टिप निक्ल्यो कि आज ब्याड लक हुनुपर्छ। ब्रस पनि अनि ट्याक्कै गरेको थिएँ यहाँ ब्रस पनि छ ब्रस दुइटै अघि नै गराएँ ट्याक्कै थियो होइन। बिस्को धेरै असुविधा बनिसक्यो। अब गाली खान्छ खान्न मलाई केही थाहा छैन नि त। मिस्टेक के छ मिस्टेक के छैन के खाएको छैन कि अस्ति 3 दिन मैले साह्रो कुरा केही खाएँ क्या। त्यो के भएर होला एक्लै मलाई पनि थाहा भएन। म यस्तो ब्याड लक होला कि भात खाएको नलाएको होइन। यस्तो हेरेको त्यो कचौरामा हालेको कचौरा मुनि छ क्या। फेरि यस्तो हालेको खानाको यता पऱ्यो क्या। फेस्टिभल त तनाव पऱ्यो त गाइज मलाई कहाँ पऱ्यो मुनिसक्यो खोज्नै पर्ने छ गाइज।